साथीहरु तपाईहरुलाई सुजनन स्क्रिन मेरो अफिसियल युट्युब च्यानलमा स्वागत छ। यहाँहरुलाई आज म युट्युबमा थम्बनेल कसरी बनाउने भन्ने कुरा सिकाउन गइरहेको छु। तपाईलाई युट्युबमा कन्टेन्टहरु बनाउनुहुन्छ होला, तर तपाईले आफ्नो कन्टेन्टलाई आफ्नो युट्युब च्यानललाई ग्रो गर्नका लागि तपाईको युट्युबमा जसरी भिडियो हाल्नुहुन्छ त्यसरी नै तपाईको थम्बनेलको आवश्यकता पर्छ। थम्बनेल बिना तपाईले कुनै पनि भिडियोहरु पोस्ट गर्नुहुन्छ भने त्यसले तपाईको राम्रो ग्रो गर्दैन। त्यसको लागि चाहिँ तपाईले अब थम्बनेल बनाउन सिक्नुपर्छ। पहिलो कुरा एउटा राम्रो थम्बनेल कसरी बनाउने त? सबैभन्दा पहिला तपाई आफ्नो होम स्क्रिनमा आउनु होला र त्यसपछि तपाईले आफ्नो प्ले स्टोर ओपन गर्नु होला। प्ले स्टोर ओपन गर्ने बित्तिकै तपाईलाई पिक्सल एप भन्ने एप तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ। PIX यो माथि जुन आइरहेको छ नि त्यसमा तपाईले टच गर्नु होला र यसपछि यो पिक्सल एप भन्ने यो एप छ जुन यसलाई चाहिँ अनइन्स्टल गर्नु होला। अब यसलाई ओपन गर्नुस्। ओपन गर्ने बित्तिकै यसमा यस्तो इन्टरफेस आउँछ। यसमा अब अलाउ गर्नु तपाईले। जुन यसलाई छ नि यसलाई डिलिट गरिदिनुस्। अब तपाईले युट्युब थम्बनेल बनाउनका लागि पहिला युट्युब थम्बनेलको साइज यसमा यो ठुलो साइज छ, यसलाई सानो साइज बनाउनु पर्ने हुन्छ थम्बनेलको साइज अनुसारको। तपाई यो तीनटा डटमा जानुस् र इमेज साइजमा क्लिक गर्नुस् अनि यो कस्टम यो छेउमा यसमा क्लिक गर्नुस् अनि यहाँ तल हेर्नुस् युट्युब थम्बनेल भनेछ यसमा क्लिक गर्नुस्, ओके गरिदिनुस्। अब यस्तो हुन्छ र अब तपाईलाई कुन कलरमा कसरी बनाउन चाहनुहुन्छ त्यो अनुसार तपाईले गर्दा हुन्छ। यहाँ जानु होला, यहाँ कलरमा जानु होला। अब यसरी तपाईले आफुलाई मन पर्ने कलरमा बनाउन सक्नुहुन्छ। म चाहिँ यसमा बनाउँछु। यसलाई यसरी आधी यस्तो कालो आधी यस्तो सेतो बनाएर यसरी बनाउँदा पनि मिल्छ। अनि यसलाई ओके गर्दिए र अब प्लसमा गएर फ्रम ग्यालरीमा जानु होला। यस तपाईले फोटो एड गर्नु होला। यसरी फोटो एड गर्नु होला। त्यसरी अहिले म यहाँ गर्दै देखाउँदैछु तपाईहरुलाई। यति भइसकेपछि अब भयो। जस्तो अब हाम्रो कन्टेन्ट चाहिँ अब टिकटक अकाउन्ट कसरी खोल्ने भन्ने एउटा राखौं। पहिला यति गर्नुस् अनि यसरी राख्नुस्। अब यसलाई तपाईले कलर आफुलाई मन पर्ने यसरी राख्न सक्नुहुन्छ। जस्तो रातो यसरी कुन मन पर्छ तपाईले यसरी चुज गरेर तपाईले राख्न सक्नुहुन्छ। र यसको फन्ट चेन्ज गर्ने भनेको यहाँबाट कस्तो टाइपको बनाउने यो अक्षरलाई यस्तो कि यस्तो तपाईको यहाँबाट थरी थरीका बनाउन मिल्छन्। यसरी तपाईले कुन मन पर्छ त्यही अनुसारको ट्यागका तपाईले राख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले यसलाई राख्छौं टिकटक भएर। अब यसलाई तपाईको यो स्ट्रोक भन्ने ठाउँमा थिच्नु होला, यसो गर्नु होला अनि यसलाई कतिको राख्न चाहनुहुन्छ त्यो अनुसारको गर्नु होला। यसमा हामी यत्रो राख्छौं। यसरी चाहिँ हामी यो फोटोलाई यसलाई पनि हामी गर्छौं स्ट्रोक। यसलाई नि यसरी राख्न सक्नुहुन्छ। हामी चाहिँ यति गर्छौं। र यसलाई चाहिँ यताउति यो नहल्लिनको लागि चाहिँ यहाँ थिच्नु होला अनि यसमा यो लकमा थिचेपछि यहाँ भइहाल्छ। अनि टिकटकलाई पनि हामी लक गर्छौं। टिकटक अब अर्को फन्ट राख्छौं हामी। त्यसलाई नै हामी फन्ट चेन्ज गर्छौं। कसरी खोल्ने यसलाई चाहिँ हामी कलर राख्छौं। यो ठीक छ र यसलाई नि स्ट्रोक गर्छौं। टिकटक अकाउन्ट कसरी खोल्ने
अब यति भएपछि हामी यसलाई नि लक गर्छौँ। यसलाई खोलेर यसको स्याडो राख्छौँ हामी। यसलाई थोरै अलिकति ल यसलाई पनि हामी लक गर्छौँ। र अर्को अब यसलाई एउटा टिकटकको लोगो राख्यो भने अझ एकदम आकर्षक हुन्छ। यति गर्नु होला। यसरी ठिक्क साइज मिलाएर टक्क राख्नु होला। यदि भइसकेपछि अब हाम्रो लगभग यो चाहिँ भइसकेको छ। अब यसलाई अझै आकर्षक बनाउनको लागि चाहिँ हामी यसलाई अन्य केही कुराहरू थप गर्नेछु। अझ त्यसले गर्दा अझ राम्रो देखिन्छ। टक्क यसरी राख्नेछौँ। र यति गरिसकेपछि तपाईँको थम्बनेल रेडी भयो। अब यसलाई हामी यहाँबाट सेभ गर्छौँ र हामी यसलाई युज गर्छौँ। र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो त? भिडियो यदि राम्रो लागे भिडियोलाई चाहिँ लाइक सेयर युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। युट्युब तपाईँहरूले यसरी नै सब्सक्राइब गर्दै सपोर्ट गर्दै जानुहुन्छ भने म यस्तै खालको उपलब्धिमूलक जानकारीमूलक भिडियोहरू ल्याउँदै गर्नेछु। धन्यवाद।